नमस्कार, आज हो मेरो बलको डे 92 र आज म ट्रेन गर्नेछु चेस्ट ट्राइसेप र एब्स। बिहान 6:30 मा उठेर थोरै नुन र तातो पानी पिए। बिहान उठेर तातो पानी पिउनु गट हेल्थको लागि निकै राम्रो हुनेछ। 8 बजेतिर हिजो ल्याएको आलसलाई काँचो नै पिसे, यसको न्युट्रिसनहरु नहराओस् भनेर। 9 बजे सधैँझै मर्निङ टाइमको हेल्दी टी पिए। 10 बजे घरको सानोतिनो काम सकेर प्री मिल बनाएर खाए। निकै जनाले सोच्नुहुन्छ होला है विन्टर बल्कमा यसरी किन नबनाएर खाएको भनेर। म भोलि भन्ने छु। आजको वर्कआउट प्लानहरु यस्तो छ। 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेसको 4 सेट, स्क्विज प्रेसको 2 सेट, डम्बल फ्लाइको 1 सेट, ट्राइसेपमा स्कल क्रसरको 3 सेट, ट्राइसेप एक्सटेन्सन र केबल किकब्याकको 2 सेट, इन्डमा एब्स ट्रेन गरेर आजको वर्कआउट सके। 10 मिनेट पछि स्ट्रेचिङ गरेर क्रेटिन खाए। 1 घण्टा पछि पोस्ट वर्कआउट मिलमा 1 सोया चंक, राइस र केही भेजिटेबलहरुसँग भिटामिन डी को ट्याब्लेट लिए। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिएर म गए वकमा। 6 बजे स्क्रिप्टिङको काम सकेर 7 बजे डिनर गरे। सुत्नु भन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। केही कुरा सिक्न पाउनु भयो भने फलो गर्दिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।